जब हामी तामाङ संगीतको कुरा गर्छौं, दुईवटा बाजाको आवाज सधैँ सँगै सुनिन्छ हैन त? आज हामी त्यही दुई बाजाको कथामा डुब्ने छौं। कसरी एउटा धुन र अर्को ताल मिलेर एउटा सिङ्गो संस्कृतिको आवाज बन्छ। हो, यही प्रश्नले नै हामीलाई अगाडि बढाउँछ। सोच्नुस् त, एउटा बाजा जसले मिठो धुन दिन्छ अनि अर्को जसले जोरदार ताल। यी दुई यति फरक आवाजहरू कसरी एउटै समुदायको मनको कुरा भन्न सक्छन् होला? आउनुहोस् यसको जवाफ खोजौं। ल सुरु गरौं यी दुई बाजाको परिचयबाट। नाम सुन्नुस् त, टुङ्ना र डम्फु। सुन्दा फरक, बजाउँदा फरक, तर यिनको पहिचान भने एउटै छ, तामाङ समुदाय। यिनीहरूको भूमिका बुझ्न एउटा गजबको तरिका छ। मानव संगीत एउटा शरीर हो, त्यसो हो भने टुङ्गाले त्यो शरीरलाई आत्मा दिन्छ अनि डम्फुले धड्कन। टुङ्गा भनेको तारबाट निस्किने त्यो मन छुने धुन हो र डम्फु चाहिँ त्यही संगीतलाई जीवन दिने, नचाउने ताल हो। अब त्यो संगीतको आत्मा भन्यौ नि, हो त्यही टुङ्नालाई अलि नजिकबाट हेरौँ है त। आखिर यसको धुनमा त्यस्तो के जादु छ जसले गीतलाई यति भावनात्मक बनाइदिन्छ? टुङ्नालाई हेर्दा एउटा तार बाजा मात्र देखिन्छ, तर यो त्यति मात्रै होइन। यसको हरेक धुनले कथा बोकेको हुन्छ, मनको भावना पोखेको हुन्छ। यसले गीतलाई एउटा आकार मात्र दिँदैन, बरु सुन्ने मान्छेको मनभित्रै पसेर एउटा गहिरो छाप छोड्छ। अनि त्यो भावना आउँछ कहाँबाट? जीवनकै अनुभवहरूबाट त हुने। टुङ्नाको धुन सुन्नुस्, त्यहाँ प्रेमका कथाहरू भेटिन्छन्, प्रकृतिको सुन्दरता झल्किन्छ, कहिलेकाहीँ जीवन र आध्यात्मको गहिरो कुराहरू पनि सुनिन्छ। साँच्चै भन्नुपर्दा यसले हामीलाई बाहिरी दुनियाँबाट एकैछिन छुट्याएर आफ्नै मनभित्रको यात्रामा लैजान्छ। ल आत्माको कुरा त भयो, अब पालो आयो शरीरको धड्कनको। हो डम्फु, यो त्यो शक्ति हो जसको आवाज सुनेपछि चुप लागेर बस्न सकिन्न, जिउ आफै नाच्न थाल्छ। डम्फुको काम एकदमै प्रष्ट छ। ताल दिने, गीतमा गति भर्ने र माहौललाई पुरै तताइदिने। यसको हरेक ठोकाइले गीतमा यस्तो ऊर्जा भर्छ कि खुट्टाहरू आफै चल्न थाल्छन्। यो त उत्सवको धड्कनै हो भन्दा हुन्छ। अनि डम्फुको असर एकजनामा मात्र पर्दैन, यो त सामूहिक हुन्छ। यसको तालले सबैलाई एउटै धागोमा बाँध्छ, एउटै लयमा नचाउँछ। कुनै पनि पर्वलाई साँच्चीकै एउटा समुदायको उत्सव बनाउने काम डम्फुले नै गर्छ। यो एकताको ताल हो। ओके, हामीले आत्मा र धड्कनलाई छुट्टा छुट्टै त बुझ्यौं, तर अब सोचौं जब यी दुई एक हुन्छन् तब के हुन्छ? संस्कृतिमा यिनीहरू सँगै कसरी बच्छन् त्यो जादु हेरौं। तामाङ सेलो, यो नाम सुन्ने बित्तिकै हाम्रो कानमा के बज्छ? पक्कै पनि एकातिर टुङ्गाको त्यो मिठो धुन अनि अर्कोतिर डम्फुको त्यो दमदार ताल। हो, यो संगीत र नृत्य नै यी दुई बाजाको साझेदारीको सबैभन्दा राम्रो, सबैभन्दा जीवन्त उदाहरण हो। अनि यो आवाज तामाङ समुदायको हरेक खुसीको पलमा गुन्जिन्छ। नयाँ वर्ष मतलब लोछारमा होस्, बिहे भोजमा होस् वा कुनै जात्रा पर्वमा टुङ्गा र डम्फु बजेन भने त उत्सव नै खल्लो लाग्छ। यिनीहरू त उत्सवको आवाज नै हुन्। यिनीहरूको सम्बन्धलाई एउटा भनाइले कति राम्रोसँग वर्णन गर्छ। एकले धुन दिन्छ भने अर्कोले ताल। यसरी संगीतमा सन्तुलन कायम हुन्छ। कति सही कुरा। अनि यही सन्तुलन नै तामाङ संगीतको सुन्दरता हो अनि पहिचान पनि। तर कुरा संगीतमा मात्रै सकिँदैन। यी बाजाको महत्त्व त्यो भन्दा धेरै माथि छ। यो साझेदारीले एउटा पुरै परम्परालाई कसरी बचाइराखेको छ होला? आउनुहोस् यसको सांस्कृतिक गहिराईमा जाउँ। हेर्नुस्, यी बाजा बजाउने साधन मात्रै होइनन्, यिनीहरू त संस्कृतिका दूत हुन्। यिनकै धुनमा पुर्खाहरूका कथाहरू, हाम्रो इतिहास आज पनि जीवित छन्। यिनकै तालमा नाच्दा नाच्दै सामाजिक मूल्य मान्यताहरू नयाँ पुस्तामा सर्छन्। अनि आजको दिनमा यिनै बाजाले लोक सङ्गीतको माध्यमबाट तामाङ पहिचानलाई संसारभरि चिनाइरहेका छन्। त्यसैले अन्त्यमा के भन्न सकिन्छ भने टुङ्ना र डम्फु हेर्दा फरक छन्, तर यिनीहरूलाई छुट्याउनै सकिँदैन। एउटा बिना अर्को अधुरो छ। यी दुईको मिलन नै तामाङ सांस्कृतिक सम्पदाको असली जीवन्त आवाज हो। टुङ्ना र डम्फुको यो कथाले एउटा गहिरो प्रश्न छोडेर जान्छ। संगीत भनेको मनोरञ्जन मात्रै हो र? होइन, यो त हाम्रो पहिचान, हाम्रो इतिहासको एउटा जिउँदो संग्रहालय पो रहेछ। अब एकछिन सोचौँ त,
हाम्रो आफ्नै संस्कृतिमा यस्तो आवाज, यस्तो कथा बोक्ने बाजा कुन होला?